नमस्ते नमस्कार प्रणाम दर्शकबिन फेरि तपाईहरुलाई स्वागत छ आजको हाम्रो नयाँ ब्लग भिडियोमा र फेरि भिडियो मार्फत तपाईहरुलाई जानकारी गराउन चाहन्छु दर्शकबिन आज म आज यो फ्याक्ट्री भित्र छु गदिन सिम जुन फ्याक्ट्री छ त्यसको भित्र छु अब यहाँको जग हेर्न म आएको छु यहाँ हेर्नुस् यहाँ बन्दै छ हनुमानजी सिडुमाने अनि मूर्ति पनि बनेको छ तर छोपिएको छ गाइज तपाई पनि दर्शन गर्नु होला यो तपाईको यो हाम्रो रुक्नी गाउँपालिका वार्ड नम्बर 5 अन्तर्गत पर्दै छ तपाईहरुलाई दर्शन गराउनु यहाँको अहिले सुरुवात हुँदै छ र सीतारामको नामको नारा यहाँ लगाउँदै छ सबभन्दा पहिला यताबाट हामी हेरौं यहाँ धेरै मरवाहरू छ साथी दर्शकबिन तपाईहरु हेर्नु होला र 22 गते 21 गते देखि सुरुवात हो 22 गते मेला लाग्छ तपाईहरु पनि आउनु हेर्नु होला म त यहाँ आएको छु हेर्नुस् राम्रो छ कम्पाउन्ड पनि धेरै ठुलो छ यहाँ मान्छेहरुको भिड पनि धेरै होला आशा गर्दछु मरवा हेर्नुस् कस्तो छ तकरिबन 108 वटा होला मलाई लाग्छ तपाईहरुलाई थाहा छ भने कमेन्टमा लेख्नु होला यहाँसम्म छ तपाईको मूर्ति चाहिँ त्यो पण्डाल भित्र बन्छ यो पण्डाल भित्र मेला पनि लाग्छ यो मेन हो अब हामी घुरिसक्यो यो यहाँसम्म सम्पन्न भयो हेर्नुस् त्यसपछि तपाईको सुरु यहाँबाट हुन्छ मेन स्वयंवर जसलाई महाकुम्भको योग भवन भन्छ नि त्यो हो यो गाइज र अब चाहिँ त्यो साइड जाउँ र ठाउँ पनि धेरै ठुलो भएको कारण यहाँ मान्छेहरुको भिड पनि बढ्ला जस्तो छ तपाईहरु पनि आउनु होला साथीहरु र यो महायगको लाभ उठाउनु होला आफूलाई पनि भाग्यशाली बनाउनु होला र कमेन्टमा जय श्री राम लेख्नुस् हेर्नुस् तपाईको यहाँसम्म सानो खालको मरवा बनाएको छ र तपाईको यो ठाउँमा विभिन्न प्रकारको सर्कस होला मलाई लाग्छ यो लीला हुने पण्डाल बनाउने सही हो यो लीलाहरू देखाउँछ नि त्यसको लागि यो समियाना लगाएर पण्डाल बनाउँछ उता बोनिङ पनि धसाइ राखेको छ पानी खानको लागि यहाँको त्यसपछि तपाईको यतातिर होटल होला यहाँ आउने मान्छेहरुलाई मण्डलीहरुलाई बस्नको लागि यो भवन हैन समियानाबाट बनाइन्छ नि त्यो के भन्छ उसलाई टेन्ट जस्तै त्यो बनाएको छ यहाँ हेर्नुस् ल फेरि यहाँबाट हामी न्युटन लियो अब यहाँबाट कति ठुलो रहेको छ दर्शकबिन यसै क्रममा तपाईहरु पनि आउनु यही वैशाख 21 गतेदेखि सुरु हुन्छ र त्यो साइडको पनि जग्गा धेरै खाली छ हेर्नुस् तपाईलाई राम्रो लागेको होला मलाई लाग्छ तर पनि यहाँबाट हेर्नु सुत्तासम्म धेरै ठुलो छ यहाँको कार्यक्रम पुरै सुरुवात हुँदै छ तपाईको पगला बाबाको गाडी यहाँ रहेको छ यो यज्ञ पगला बाबाद्वारा चाहिँ हुनेवाला हो तर हाम्रो पालिकाको सबैको सहयोगबाट यो मनाउने गर्नेछ र यहाँ सीताराम त्यो बाबाको कुटिया हो यो बजरंगबलीको यहाँ मूर्ति बन्दैछ र मूर्तिहरू बनिसकेको छ माटी साटी लागिसकेको छ अब उलाई पुरा हुनको लागि समय लाग्छ हेर्नुस् बाबाको दर्शन ल फेरि भेट्छु तपाईहरुलाई नयाँ भिडियोको साथ ब्लगको साथ यही वैशाख 21 गते या 25 गतेको भित्रमा त्यति बेला म बिदा हुन्छु तपाईको भाइ रामकृष्ण बाइ।